दर्शक महानुभावहरू हामी धादिङ नीलकण्ठ नगरपालिका 1 कृषिनीबाट तपाईँहरूमा जोडिरहेका छौँ। कृषिनीमा आज पुष 15 हरेक पुष 15मा यसरी नै गोरु जुधाउने कार्यक्रम हरेक वर्ष भइरहेको छ। त्यही अनुसार आज पनि विशेष बुलफाइट नीलकण्ठ वडा नम्बर 1 को सदस्य तेजलाल तामाङ ज्यूलाई पनि म आतिथ्यको आसन ग्रहण गरिदिनुको लागि म हार्दिक अनुरोध गर्छु। हामी गोरु जुधाइसँगै हाम्रो समय अभाव कारण मन्तव्यलाई जोड्न चाहन्छौँ। शुभकामना मन्तव्य व्यक्त गरिदिनु हुनको लागि म अग्रज व्यक्तित्व नेकपाका सम्मानित नेता भोजबहादुर गुरुङज्यूलाई म हार्दिक अनुरोध गर्छु। दर्शकहरू केही बेरमा आफू गोरु धन्यवाद। गोरुको प्रतीक्षामा कार्यक्रम सञ्चालक ज्यू यस धुसेनी गोरु जुधाइ तथा विविध सांस्कृतिक कार्यक्रम 2082 का कार्यक्रमको सभापतित्व गरिरहनुभएका आदरणीय जमबहादुर गुरुङज्यू, आजको यस कार्यक्रमको प्रमुख अतिथि के छ दाइ, ठीक छ नि? एवं बिहान कति बजेबाट सुरु भयो? नेपाली कम्युनिस्ट पार्टीका 8-9 बजेबाट सुरु भयो। बिहानदेखि खटिरहनु भएको छ। आदरणीय नेता गङ्गालाल तुलाधरज्यू, आजका कार्यक्रमका विशेष अतिथि नेपाल पर्यटन बोर्डका उपाध्यक्ष एवं नेपाली कम्युनिस्ट पार्टीका युवा नेता रामप्रसाद सापकोटा कमरेड कमलज्यू, त्यसै गरी विशेष अतिथि आदरणीय नेपाली काङ्ग्रेसका नेता राकेश धमलाज्यू, ड्यासमा असिन सम्पूर्ण अतिथिगण लगायत यस कार्यक्रमलाई भव्य र सभ्य बनाउनको निम्ति पाल्नुभएका सम्पूर्ण महानुभावहरूलाई तमु लोसारको अवसरमा शुभकामना व्यक्त गर्न चाहन्छु र यस धुसेनी गाउँमा हृदयदेखि नै स्वागत गर्न चाहन्छु। सर्वप्रथम त आयोजक टिमलाई म कार्यक्रम सफलताको लागि शुभकामना व्यक्त गर्न चाहन्छु र यस नीलकण्ठ 1 नगर सदरमुकामबाट धेरै नजिक भए पनि विभिन्न हिसाबले पछाडि परेको छ। एक हिसाबले बत्ती मुनिको अँधेरो जस्तो रहेको छ। पक्कै पनि यो बत्ती मुनिको अँधेरो ठाउँलाई आजका प्रमुख अतिथि विशेष अतिथिहरूको पहलबाट केही विकासमा टेवा पुग्नेछ भन्ने आशा व्यक्त गरेको छु र यहाँहरूले यो ठाउँको विकास निर्माणमा कहीँ न कहीँ आफूले सकेको पहल गर्नुहुनेछ र यो ठाउँको विकासमा यहाँहरूको साथ सहयोग मिल्नेछ भन्ने विश्वास व्यक्त गरेको छु र आयोजक टिमलाई यो कार्यक्रम गर्न पक्कै पनि आर्थिक अभाव रहेको कुरा मैले बुझेको छु र मेरो व्यक्तिगत तर्फबाट रु 5,500 सहयोग गर्ने कुरा पनि म यहीँबाट घोषणा गर्न चाहन्छु र सम्पूर्णलाई यस कार्यक्रममा सहयोगको अपिल पनि गर्दै र सम्पूर्ण उपस्थित महानुभावहरूलाई मेरो हृदयदेखि नै स्वागत गर्दै मेरो छोटो स्वागत मन्तव्य यही टुङ्ग्याउन चाहन्छु। हस्त अभिवादन। धन्यवाद। आज पक्कै पनि उहाँले गरेको महत्त्वपूर्ण सहयोगले यो कार्यक्रमलाई टेवा पुग्नेछ भन्ने आशा राख्दै म रोशन अधिकारी र कृष्णबहादुर गुरुङ ज्यूलाई अगाडि गोरु लिएर आएर जुधाइदिनु हुनको लागि म अनुरोध गर्दछु। रोशन अधिकारी यो पनि कमताको छैन दर्शकमानहरु। ल हेर्नुस् कुनै गोरु भन्दा कम छैन। आज बब्बाल हुँदैछ बुल फाइट। धादिङको चिनारी नीलकण्ठको चिनारी बुल फाइट देख्न सक्छौं। अब यहाँ
चल्दैछ घम्सा घम्सी ल हेर्नुहोस् सम्पर्क गरिदिनु हुन म अनुरोध गर्छु। ओ माई गॉड अर्को खुट्टाको अब कसले हल्ला कसले हेर 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 जुत 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 अब ढ्याक खै मिलेको छ त साथी जस्तो भयो त के हो गोरु त पुरै साथी जस्तो छ त यस जुरे 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 दसमा गोरु यस बब्बाल हुँदैछ दर्शमानहरू बब्बाल फुल फाइट सबले लाइभलाई सेयर गर्नु होला दर्शकमानहरू 123 जनाले हेर्दै हुनुहुन्छ 123 जनाले सबले लाइभलाई सेयर गर्नु होला ताकि देश तथा विदेशमा सम्पूर्ण नेपाली माझहरू पुर्याउनको लागि हाम्रो धादिङको चिनारी धादिङको पहिचान धुसेनीको पहिचान नीलकण्ठको पहिचान स्वयंसेवक साथीहरू सबले लाइभलाई सेयर गर्नु होला गोरु वरिपरि नबस्दिनु होला। अहिले हामी आज पुष 15 विशेष गरी धुसेनीमा हरेक वर्षको पुष 15 मा यसरी नै गोरु जुधाइ कार्यक्रम हुने गर्छ। आज तमुलोछार गुरुङहरूको महान पर्व तमुलोछारको जम्मा 12 हल गोरु जुधाइ हुँदैछ। जम्मा 12 हल गोरुमा सबसे खतरा गोरु जुधाइ हो। दर्शकमा हाम्रो यहाँका दर्शकको भनाइअनुसार यहाँका स्थानीयको भनाइअनुसार सबसे खतरा गोरु जुधाइ हो रे यो कालो गोरु एउटै घरमा दुईवटा गोरु जुधाइको छ। दर्शकमानहरू अघि सारै हामीसँग समय नेटो काटिसकेको अवस्था भएकोले यही बीचमा मन्तव्य पनि जोड्न चाहन्छु। वज्रपदम युवा क्लबको अध्यक्ष एपेस्टल एकाडेमीका सञ्चालक तुलबहादुर गुरुङज्यूलाई आफ्नो महत्त्वपूर्ण भनाइ तथा शुभकामना मन्तव्य राखिदिनु हुनको लागि म आमन्त्रण गर्दछु। तुलबहादुर गुरुङज्यू। वाउ हेर्नुहोस् कसले जित्ला यो गोरुमा हनुमान लगाउनुहोस्। खैरो खैरो छ अलिकति पल्लो गोरु त्यसपछि कालो छ निखर कालो छ। यो कालो र यो खैरो खैरो गोरु कसले जित्ला गेस गर्नुहोस्। दर्शकमानहरू अहिले हामी नीलकण्ठ नगरपालिका 1 धुसेनी व्रतपुरमा जोडिरहेका छौँ। पक्कै पनि कार्यक्रम सञ्चालकज्यू हेर्नुहोस् यो महत्त्वपूर्ण समय र गोरु जुधाइको यो समयलाई सदुपयोग गर्दै मलाई यो जुन मौका दिनुभएको छ यसको निमित्त हार्दिक धन्यवाद दिन चाहन्छु। धुसेनी गोरु जुधाइ 5औं धुसेनी गोरु जुधाइ कार्यक्रम सांस्कृतिक कार्यक्रम तथा गोरु जुधाइ कार्यक्रमका सभापतिज्यू प्रमुख अतिथि दर्शकमानहरू सक्छौँ लाइभले सबले सेयर गर्नु होला। कुन चाहिँ गोरुले जित्ला गेस गर्नुहोस्। र यहाँ उपस्थित हुनुभएका सम्पूर्ण आदरणीय दाजुभाइ तथा दिदीबहिनीहरूमा बाजारा पदम युवा क्लबको तर्फबाट र मेरो व्यक्तिगत तर्फबाट स्वीकार्नुहोस् आशीमाला शुभकामना। हामी गुरुङहरूले शुभकामनाको लागि त आशीमाला भन्ने गर्दछौँ। मलाई आज यो गुरुङहरूले जुन कार्यक्रम गरिएको छ यो कार्यक्रममा गुरुङहरूको सभ्यता संस्कृति र भाषालाई पनि अलिकति जोड्नु पर्ने हो कि जस्तो लागेर 2-4वटा कुराहरू थप्न चाहन्छु। हाम्रो गुरुङहरूको तमुहरूको आफ्नै राष्ट्रिय गान छ। आज यो देशमा युवाहरू विदेशी क्रम छ जारी छ तर यो हाम्रो वर्षौं अगाडि राष्ट्रिय गानमा तमुहरूले राष्ट्रिय गानमा गाएको एउटा राष्ट्रिय गान तमुहरूको राष्ट्रिय गानमा भएको 2-4वटा शब्दहरू सम्झिँदाखेरि अहिले समय सान्दर्भिक हो कि जस्तो लाग्यो मलाई। गुरुङ भाषामा तिनी दोले छल खा गए मुसरा दोले च्योङ खा गए चुङ्गे युलरी चुङ्गे कुलरी। सूर्य जस्तै प्रज्वल होस् तारा मण्डल जस्तै प्रकट होस् यो हाम्रो राष्ट्रमा यो हाम्रो कुलमा। अर्को रहेको छ फौ छे लसी टिमु गिमी क्याला छे लसी टिमु गिमी चुङ्गे हुलरी चुङ्गे कुलरी। हामी गुरुङहरू भनेको कैलाश सरोवरबाट उत्पत्ति हुँदै गण्डक क्षेत्र हुँदै अहिले हामी धादिङमा थोरै मात्रामा रहेका छन् गुरुङहरू। यो अर्थमा पनि यो गोठालो गरी बस्छौँ हामी हलो गरी बस्छौँ हलो जोती बस्छौँ हामी यो हाम्रो राष्ट्रमा यो हाम्रो कुलमा भन्ने जुन गुरुङको राष्ट्रिय गीतमा लेखिएको छ यो अझ आजको दिनमा समय सान्दर्भिक छ
अहिले हाम्रो देशमा गोरु जुधाइ कार्यक्रम हुँदै गर्दाखेरि गोरु जोत्ने मान्छेको कमी हुँदै गरेको छ। यसर्थ पनि कृषि प्रधान देश भनेर चिनेको हाम्रो देश आज युवाहरूको कमीले रोजगार नहुँदा कृषिलाई त्यति जोड दिन नसकेको अवस्था छ। आज हाम्रो विशेष अतिथिज्यू हुनुहुन्छ, प्रमुख अतिथि हुनुहुन्छ। उहाँहरूबाट पनि उहाँहरूको मुखार बिन्दुबाट नि हामी धेरै कुराहरू सुन्नेछौँ। तथापि गुरुङ संस्कृति र कल्चरको बारेमा चाहिँ यो जुन गुरुङ राष्ट्रिय गानमा राखिएको शब्द छ त्यसले चाहिँ मलाई हट टच भएको कारणले चाहिँ मैले यो जोडेँ। र हामी गुरुङहरूले प्रत्येक वर्ष पुस 15 मा गुरुङहरूको नयाँ वर्ष हो। अर्थात् यसपटकको हाम्रो नयाँ वर्ष भनेको तलो भन्छ। तलो भनेको घोडा राशि हो, सप्रिलो भनेको सर्प राशि हो। सर्प राशिलाई विदाई गर्दै घोडा राशिको आगमनलाई स्वागत गर्दै हामीले यो नयाँ पर्व, नयाँ उत्सव मनाउँदैछौँ। यो उत्सवमा उत्सवको आमन्त्रणालाई स्वीकार गरेर यो कन्दरामा यो पाखा पखेरालाई सम्झेर यो सानो गाउँमा आइदिनुभएका प्रमुख अतिथिज्यू, विशेष अतिथिज्यूहरू र सम्पूर्ण आदरणीय आमा बुवा दाजुभाइहरूमा यो समग्र धुसेनी गाउँको गाउँलेवासीको तर्फबाट र मेरो व्यक्तिगत तर्फबाट धन्यवाद र आइदिनु भएकोमा धेरै धन्यवाद र स्वागत गर्न चाहन्छु। र यो कार्यक्रमलाई भव्य र सभ्य ढङ्गले सौहार्दपूर्ण वातावरणमा सम्पन्न गर्न सम्पूर्ण धुसेनीवासी युवा साथीहरूलाई हार्दिक अपिल गर्न चाहन्छु। र लास्ट बट नट लिस्ट भने जस्तै लेट अस चेन्ज द डाइभर्सिटी इन्टु युनिटी भन्दै यहाँबाट बिदा हुन चाहन्छु। छ्यादलो आसिमाला, नमस्ते। धन्यवाद। उहाँले आफ्नो संस्कृति र संस्कारको पहिचान दिँदै आफ्नो महत्त्वपूर्ण भनाइ राखेर जानु भइसकेको छ। म यही बिचमा मन्तव्यलाई जोड्न चाहे। नीलकण्ठ नगरपालिका सामाजिक विकास समितिका संयोजक मन्जु मगरज्यूलाई आफ्नो महत्त्वपूर्ण भनाइहरू तथा शुभकामना मन्तव्य राखिदिनु हुनको लागि म हार्दिक आभार व्यक्त गर्दछु। हस्, धन्यवाद सञ्चालकज्यू। यस धुसेनी गोरु जुधाइ तथा प्रविधि सांस्कृतिक कार्यक्रमका सभाध्यक्षज्यू, प्रमुख अतिथिज्यू, विशेष अतिथिज्यू र सम्पूर्ण मञ्चमा आसीन सम्पूर्ण अतिथिज्यूहरू र विभिन्न पार्टी तत्कालमा रहनुहुने सम्पूर्ण महानुभावहरू र यहाँ उपस्थित हुनुहुने पत्रकारज्यूहरू र यहाँ उपस्थित हुनुहुने सम्पूर्ण दिदी बहिनी, आमा बुवा दाजुभाइ दिदी बहिनीहरूलाई मेरो जोरले नमस्कार भन्न चाहन्छु। र म चाहिँ यस कार्यक्रममा आएर आउने मौका पाएर उपस्थिति गराइदिनु हुने आयोजक टिमलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु। हामीले चाहिँ यो सांस्कृतिक महोत्सव भनेको हाम्रो गुरुङ जातिहरूको यो परपूर्व कालदेखि नै चलिआएको रीतिरिवाज हो र हामीले चाहिँ यो सुरुदेखि नै गोरु जुधाइ र लोसार मनाउने एउटा चाडपर्व हो। यसै गरी हाम्रो मतलीहरूको चाडपर्वलाई पनि दुर्लभ हुन नदिनको लागि हामीले चाहिँ अहिलेसम्म पनि यो चाडपर्वहरूलाई निरन्तर रूपमा अगाडि बढाइरहेका छौँ र आगामी दिनहरूमा पनि यो चाडपर्वहरूलाई लोप हुन नदिन हामी आग्रह गर्न चाहन्छौँ। र हामीले आफ्नो देशमा आफ्नो ठाउँ गाउँ पलमा चाहिँ हामीले यसरी नै चाडपर्व रीतिरिवाजहरूलाई नछोड्ने गर्ने गर्दछौँ र हामीले
हाम्रो समुदायमा मानिसहरू कम भइरहेको हुँदा पनि हामीले चाहिँ यो लोसारलाई चाडलाई चाहिँ हामीले छोड्नु हुँदैन र गाउँ पनि छोड्नु हुँदैन। हाम्रो कृषि प्रधान देश हो र अहिलेसम्म पनि गोरु पालेर गोरु जुधाइँदै गर्दाखेरिमा गोरु लोप भइसकेको कारण भए तापनि हामीले अहिले यो प्राङ्गणमा चाहिँ गोरु जुधाएको देख्न चाहिरहेका छौँ र देखिरहेका छौँ। यसै गरी सम्पूर्ण अतिथिज्यूहरू र सम्पूर्ण उपस्थित महानुभावहरू र आयोजक टिमलाई धेरै धेरै धन्यवाद र आभार व्यक्त गर्दछु। हस्त धन्यवाद। जय नेपाल। धन्यवाद। अब हामी फेरि मन्तव्यको क्रमलाई जोड्न चाहन्छौँ। केही समय हामी गोरु जुधाइ हेर्नेछौँ। करिब यो गोरु 18 मिनट जति जुधिसकेको छ गोरु। हामीले गोरुको जुध्ने समय सीमा 35 मिनट तोकेका छौँ। त्यसपछि हामी साना बालबालिकाले स्वागत गीतमा नृत्य गर्नुहुनेछ। दर्शकमानहरू अहिले देख्न सक्छौँ गोरु जुधिरहेको छ। दर्शकमानहरू हामी नीलकण्ठ नगरपालिका 1 ढुसेनीबाट तपाईँमा जोडिरहेका छौँ। यहाँको चलन, यहाँको परम्परा बुल फाइट अन्तर्राष्ट्रिय हिसाबमा हेर्ने भने बुल फाइट भइरहेको छ। हाम्रो धादिङको नीलकण्ठ 1 ढुसेनीबाट तपाईँमा जोडिरहेका छौँ। आज पुस 15 गुरुङ समुदायहरूको तमु लोछार यो अवसरमा आयोजित विशेष गोरु जुधाइ कार्यक्रमको यो ढुसेनीको खेल मैदानबाट तपाईँहरूमा लाइभ गरिरहेका छौँ। दर्शकहरू हाम्रो जिल्लाको चिनारी, हाम्रो राष्ट्रको चिनारी, हाम्रो गाउँको चिनारी, त्यसैले सबैजनाले लाइभलाई सेयर गरिदिनु होला ताकि देश तथा विदेशमा रहनुहुने हाम्रो सम्पूर्ण शुभचिन्तक हाम्रा नेपाली महानुभावहरूमा धादिङको ढुसेनीमा पनि यस्तो गोरु जुधाइ भयो है भन्ने कुरो जानकारी दिनको लागि हामी तपाईँहरूमा आज बिहानदेखि लाइभ जोडिरहेका छौँ। हजुरहरूले गर्नुभएको एक सेयरले नै हामीलाई अझै प्रेरणा मिल्नेछन् ताकि यस्तै हाम्रो स्थानीय स्तरमा हुने विभिन्न किसिमका गतिविधि। यसपछि हामी सन्तोष श्रेष्ठ र काले गुरुङको गोरुबीच प्रतिस्पर्धा गराउँदैछौँ। प्लिज तयारी अवस्थामा राखिदिनुको लागि म अनुरोध गर्दछु। दर्शक महानुभावहरू र जिल्लाको पहिचान हो। धेरै ठाउँमा अहिले गोरु पाल्न छोडिसके दर्शक महानुभावहरू। यसरी गाउँमा गोरु पालेर यस्ता जुरे गोरुहरू पालेर यसरी जुधाइरहँदा हाम्रा धेरै महानुभावहरूमा एउटा ऐतिहासिक बन्न सक्छ। यस्ता खेलहरू गोरु जुधाइ खेल एउटा पर्वको रूपमा लिएको छ। यहाँ हरेक वर्षको पुस 15 तमु लोछारको अवसरमा यहाँका गुरुङ समुदायहरूले यसलाई पहिलो प्राथमिकता रूपमा लिएको छ। सँगसँगै बेलुका विविध सांस्कृतिक राष्ट्रिय स्तरका ख्यातिप्राप्त कलाकारहरूको नृत्य र हास्य कलाकारहरूको विशेष बेजोड प्रस्तुति साथै गायक गायिकाहरूकोबाट विशेष सांस्कृतिक कार्यक्रम समेत हुँदैछ। मैले आसन ग्रहणकै क्रमलाई जोड्न चाहेँ। नमुना आमा समूहका अध्यक्ष रिता गुरुङज्यूलाई पनि अतिथिको आसन ग्रहण गरिदिनुको लागि म हार्दिक अनुरोध गर्छु। त्यस्तै गरी सृजनशील आमा समूहका अध्यक्ष सुनिता मगरज्यूलाई पनि म मञ्चमा आएर अतिथिको आसन ग्रहण गरिदिनुको लागि म हार्दिक अनुरोध गर्छु। त्यस्तै गरी जागृत चमेरे गुफा आमा समूहका अध्यक्ष
उषा गुरुङज्यूलाई पनि म मञ्चमा आएर अतिथिको आसन ग्रहण गरिदिनुको लागि म हार्दिक अनुरोध गर्छु। त्यसै गरी मास्टोल विकास समितिका अध्यक्ष रिता गुरुङज्यूलाई पनि मञ्चमा आएर आसन ग्रहण गरिदिनुको लागि म हार्दिक अनुरोध गर्दछु। त्यस्तै गरी कुसुन्डा सृजनशील टोल विकास समितिका अध्यक्ष सररा गुरुङज्यूलाई पनि म मञ्चमा आएर आसन ग्रहण गरिदिनुको लागि म हार्दिक अनुरोध गर्छु। त्यस्तै गरी आलडाँडा हेल्थ पोस्टका इन्चार्ज निर्मला खड्काज्यूलाई पनि म मञ्चमा आएर आसन ग्रहण गरिदिनुको लागि म हार्दिक अनुरोध गर्छु। हामीमा आज मेन्दोमाया सङ्घका अध्यक्ष आरम्भ तामाङ, त्यस्तै लोकदोरीका क्षेत्रका हस्ती आशा बिसी, कृष्ण रेउले, निशा लामा, गणेश खनाल, त्यस्तै गरी हास्य कलाकार रवि भट्टराई, मनिष श्रेष्ठ र विनोद तनु आउँदै हुनुहुन्छ र केही समयपछि आउने खबर प्राप्त भएको छ। आदमी को यार udah bahagia. बाइक झुट्टो लडाएको छ।